एभलिस फाउन्डेसनको सहयोगमा राष्ट्रिय बहिरा महासङ्घ नेपालद्वारा निर्मित साङ्केतिक भाषा भिडियो सामग्री। सबैलाई नमस्कार। राष्ट्रिय बहिरा महासङ्घ नेपालको आजको एपिसोडमा यहाँलाई स्वागत छ। महासङ्घले एभलिस फाउन्डेसनको सहयोगमा बहिरा नागरिकहरूका लागि सूचना, सञ्चार र डिजिटल प्रविधिमा पहुँच पुर्याउने उद्देश्यले विभिन्न पहुँचयुक्त जानकारीमूलक र सूचनामूलक भिडियोहरू निर्माण गरी प्रसारण गर्दै आइरहेको छ। यस एपिसोडमा रुघा, फ्लू र कोभिडको बारेमा जानकारी दिँदैछौँ। रुघा, फ्लू वा कोभिड कसरी चिन्ने, कसरी नियन्त्रण गर्ने? रुघा, फ्लू, कोभिडका गम्भीर भाइरसहरूका लक्षण उस्तै हुन्छन्। रुघा सबैलाई थाहै छ होला। रुघा प्राय जाडो मौसममा लाग्छ। तर रुघा भाइरसको कारणबाट हुने असर हो। यसले मुख्यतः नाक र घाँटी श्वास-प्रश्वास प्रणालीलाई असर गर्छ। यो साधारणतया राइनो भाइरसले गर्दा हुने गर्दछ। रुघाको लक्षणहरू के हुन्? नाक बन्द हुने वा सिगान बगिरहने हुन्छ। रिङ्गटा लागेको जस्तो महसुस हुन्छ। हल्का खोकी लाग्छ। घाँटी दुख्छ। टाउको दुख्छ। सामान्य ज्वरो पनि आउने हुन्छ। रुघा बिस्तारै सुरु हुन्छ। कानमा दबाव भएको महसुस हुन्छ। दैनिक कार्यमा अवरोध हुँदैन। रुघाबाट बस्ने उपायहरू के हुन्? साबुन पानीले नियमित हात धुने। रुघा लागेको व्यक्तिको नजिक नजाने। नाक र मुख राम्रोसँग छोपेर हाच्छिउ गर्ने। तातो पानी वा झोलिलो पदार्थ पिउने। शरीरलाई तातो राख्ने र पर्याप्त आराम गर्ने। फ्लू इन्फ्लुएन्जा भाइरसबाट हुने श्वास-प्रश्वास सम्बन्धी रोग हो। तर यो रुघाभन्दा जटिल हुन्छ र कहिलेकाहीँ निमोनिया पनि हुन सक्छ। फ्लूका लक्षणहरू के हुन्? उच्च ज्वरो आउँछ। टाउको दुख्छ। शरीर र जोर्नी दुख्ने हुन्छ। खोकी र घाँटी दुख्ने। कमजोरी, थकान महसुस हुन्छ। अचानक बिरामी पर्न थाल्छ। थकान जस्तो महसुस हुन्छ, तर धेरै आरामको आवश्यकता भएको महसुस हुन्छ। फ्लूबाट बच्ने उपायहरू। प्रत्येक वर्ष फ्लू विरुद्धको खोप प्रयोग गर्ने। मान्छेहरूको धेरै भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने। हातमुखको सरसफाइमा ध्यान दिने। पोसिलो खानेकुराहरू खाने। कोभिड-19 भाइरस सार्स-कोभ-2 भाइरसबाट हुने गर्दछ, जुन सन् 2019 पछि विश्वव्यापी रूपमा फैलिएको छ।
यसले सास फेर्ने प्रणालीलाई मुख्य रूपमा असर गर्छ। कोभिड-19 का लक्षणहरू: उच्च ज्वरो आउनु, सुक्खा खोकी लाग्नु, श्वास प्रश्वासमा कठिनाइ हुनु, स्वाद वा गन्ध थाहा नपाउनु, टाउको दुख्नु, पखाला लाग्ने वा पेट दुख्नु। कोभिड-19 बाट बच्ने उपायहरू: कोभिड खोपका सबै मात्रा लगाउने, भिडभाडमा जाँदा मास्क लगाउने, हात साबुन पानीले राम्रोसँग धुने वा सेनिटाइजर प्रयोग गर्ने, सास फेर्न गाह्रो परे तुरुन्त नजिकको स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने, सन्तुलित आहार, व्यायाम गर्ने र आराम गर्ने, रुगा, फ्लू र कोभिडबाट बच्ने उपायहरू: व्यक्तिगत सरसफाइमा ध्यान दिने, थुक्दा वा हाच्चो गर्दा नाक, मुख टिस्यु वा क्विनोले छोप्ने, घर वरपर वा कार्यस्थलमा हावा राम्रोसँग चल्ने ठाउँमा बस्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा सेवन गर्ने। लक्षण देखिएमा तुरुन्त डाक्टर वा स्वास्थ्यकर्मीको सल्लाह लिने। यो भिडियो बहिरा महासङ्घले एभलिस फाउन्डेसनको सहयोगमा तयार पारेको हो। तपाईहरूले यस भिडियोबाट रुगा, फ्लू, कोरोना सम्बन्धी महत्त्वपूर्ण जानकारी पाउनुभयो होला भन्ने हामीले विश्वास लिएका छौँ र तपाईहरूका सल्लाह सुझाव हामीलाई अवश्य पठाउनुहोला। आगामी एपिसोडमा थप जानकारीमूलक भिडियो लिएर उपस्थित हुनेछौँ। धन्यवाद।